हेलो गाइज, म चाहिँ अहिले टक्क जाँदैछु काभ्रे भाइको गाउँमा। यता भाइ छ, टिकटक बनाउँदैछ भाइ चाहिँ। अब हामी यहाँ चाहिँ यहाँबाट टक्क काभ्रे जानु लाग्यो। काभ्रे के ठाउँ रे हाम्रो गाउँको नाम? तिम्रो गाउँको नाम? बेथानचोक। बेथानचोक आउँदैछ है गाइज। उहाँ चाहिँ मलाई चिन्नुहुने दाइ हुनुहुँदो रहेछ। उहाँले चाहिँ फोटो खिच्न, एकछिन फोटो खिचौँ भयो के भन्नु नि त। उहाँ सम्धीले चाहिँ मलाई चिन्नुहुने रहेछ। उहाँ सम्धीसँग आज यता आएर अचानक भेट भयो हाम्रो। अब यहाँबाट चाहिँ हामी सम्धीको क्याफे एकचोटि देखाइदिउँ न त। सम्धी ल आज एकदम सौमिक बस हाम्रो सुनिल भाइरल सुनिल सम्धीले भेट्न पाएँ, एकदमै खुसी लाग्यो। फेरि आउनु होला, एकदमै खुसी लाग्यो सम्धी। फाइनली कफी पनि आयो हाम्रो। दाइ तपाईँ लिनुहुन्छ कफी? लिनु न, लिनु न। एउटा अर्को बनाइदिनु। हजुर अर्को एउटा बनाइदिनु। फावरबारी भन्नु अगाडि हाम्रो केटाहरू कुद्दैछ बाइकमा। हामीले चाहिँ देखाएको छैन, हामीले चाहिँ देखाएको छ क्यामेरामा देखाएको छ र गाइस। तर यसले हिजो गीत गाएको त त्यो ऱ्यान्डम केटाहरूले पनि भिडियो बनाइदिइरहेको कस्तो सर्ट छ त यार गिटार तेरो त ठुलो छ के क्यामेराम्यानभित्र फोकस गर। अब हिजो 15 दिन यसले गीत गाइरहेको थियो होइन, ऱ्यान्डम मान्छेहरूले आएर भिडियो खिचिदिइरहेको थियो। अब हामी चाहिँ माथि डाँडातिर जानु लागिरहेको छु होइन। अब यता माछीले खानी यसको हो कट्टु अनिलको हो। यो कोड चाहिँ यसको हो, यो प्यान्ट चाहिँ यसको हो, कलेजको के यो यसको हो, यो आफ्नै हो टिम्बरल्यान्ड डक्टर माथि। ओइ नाच्दै म गीत गाउँछु। चार्ली च्याप्ली चाहिँ आइम कडी आइम त लग्छ वामा ढोका देख्यौ न। यो ज्याकेट हाल न। एकछिन खारे त यहाँ नाइ गोरेर त्यो बम छकचिक्ने ल्याऊ। दादी कोई मौसम तुमसे अच्छा हो ना, कोई मंजिल तुमसे अच्छा अहिले हामी च्याल्दियो। अब हामी चाहिँ च्याल्दिन भनौँ न, ग्लाला हिँड्नु च्याल्सियम बिगर हुन्छ नि। अब बिस्तारै हामी ट्राभलिङ गर्दै जाने हो। अनि क्याम्प फायर आउँदैछ, यसपछि चाहिँ देखाउनु पाएन। सर त्यसको लागि चाहिँ आन्सर सर यस्तो बडाल एक्सिडेन्ट भइदिइरहेको यार। यो सब गयो, यो पनि गयो होइन, केही छैन। स्क्र्याचै बबालै भयो कि नफुट्यो हुन्थ्यो कि नफुट्यो हुन्थ्यो लड्यो। सम्धीको छातीतिर नि लाग्यो। छाती फुट्यो। यस्तो देखाउँदा भति त्यस्तै हो जिन्दगी, के गर्नु होइन। मेरो चाहिँ हातमा केही छैन फेरि।
कलतिर आइरहेको छ अहिले चाहिँ राति कति बज्यो अहिले खोइ सम्झి कति बजेछ कोही सम्झिँदा देखाउनु पर्छ 20 भने कति बज्यो 8 बजेर 9 बज्ला 9 बज्दै हामी कुन ठाउँ रे हो है यो चाल्टी चाल्टी काम डाँडा हामी चाहिँ अहिले यतातिर आएछ यता छ हाम्रो फेरि बलमेटल चिउरा मासु यता छ छ्याङ छ यतातिर लाइटर पनि छ यतातिर चार्दैन यता चाहिँ हामी टक्क आएछ अब मादल बिरान्नुलाई एकछिन रमाइलो गर्नु अरु चाहिँ क्लाइ भन्न हैन खोला किनारैमा उकाली चढौला क्या पकाउँछ क्या झोलामा सद्बन्धन भने पनि त्यो पानी तरौला तिम्रै लागि हो भने चराइदिउँला तिम्रै लागि हो भने चलाइदिउँला बाँधेर छिटै भेट्न आउनु बाटैमा रात पर्ला उज्यालोमै आउनु अँध्यारो के हो र माया विरतीको अघि पर्खिदेऊ म आउँछु अँध्यारोलाई तोडी एकान्त मलाई सुनको तारा खसाइदेऊ मात्र होइन जुन पनि झारिदिउला चालै हाल्यौ माझीले आज जस्तो मेरो मन नहुने जस्तो मेरो मन नहुने जस्तो चिर पर्यो रूपको करौतीले हामी यसरी भेट भएको किन मन मेरो लाउन नि बैमानी किन बाँचो खेतमा छट्को सलाम छ मायालाई बाजो खेतमा छड्के सलाम छ मायालाई पहिलो भेटमा सिङ्गरहरूलाई के को त्यस्तो मासु यहाँ त सम्झिनु साइडमै राख्दैछ कि तातो छ भनेर के गर्नु आत्मा तिमी खुसी तिमी मेरो त तिमी भएर आकाशलाई साजिराखी अर्को जन्म तिम्रै बनेर चुनी चुनी यसै गरी काटौँला Broken Man मनैभित्र मायालुकाइ आँसुला
सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँभरको धेरै दिनबाट यहाँ शून्यता कालो बादल छाएको जस्तो साथी तिमी कहाँ छौ भन न लामो दिनहरू काट्नलाई गाह्रो खोजिरहेको छु दिनहरू त्यस्तै जवानीले कहाँ पुर्यायो बाटो छ बेग्लै तर भेट्ने छौ हामी निराश हुनु पर्दैन सम्झना बाँकी छ हाम्रा ती पलको सँगै नहोला हामी तर साथ सधैँभरको साथी यो चाहिँ तेरो लाग्यो